नमस्ते। आजको भिडियोमा माल्टामा वेटर, बारटेन्डर र बारिस्ता लगायतका काम गर्दै आउनुभएको भाइसँगको संवाद आजको यस भिडियोमा हामी देखाउनेछौँ र उहाँले माल्टामा कति कमाउनुहुन्छ, कहाँ बस्नुहुन्छ, यहाँको जीवनशैली कस्तो छ, यहाँ काम गरेर कति पैसा सेभ गर्न सकिन्छ र यहाँ आउने नयाँ साथीहरूको लागि के कस्तो छ माल्टा वर्किङ भिसामा भन्ने विषयमा उहाँको आफ्नो अनुभव माल्टाबाट जस्ताको तस्तै उहाँले सुनाउनुहुन्छ। हजुर नमस्कार, स्वागत छ हजुरलाई हाम्रो नमस्ते। च्यानलमा। धन्यवाद। हजुरको भाइको नाम के पर्यो र कहाँदेखि हुनुहुन्छ तपाईँ? मेरो नाम चाहिँ प्रवीण हो। म चाहिँ लमजुङ जिल्लाबाट। लमजुङबाट आउनुभएको? हजुर। अनि अहिले माल्टा आउनुभएको कति भयो भाइ? म अब 2 वर्ष हुन लागिसकेको छ। अब यो अपकमिङ अक्टोबरले चाहिँ म 2 वर्ष हुन्छ ठ्याक्कै। माल्टाको बसाइ कस्तो रहेको छ अहिले? माल्टाको बसाइ एकदम रमाइलो छ। अब तपाईँहरू पैसै कमाउने हो भनेर काम गऱ्यो भने पैसा छ, अब रमाइलो पनि छ धेरै। अनि साथसाथ अब कति मान्छेहरू पैसा कमाउँदै रमाइलो गर्दै त्यसरी आफ्नो बसिरहेको छन् है। अनि जस्तै बसिरहेको अब छ। माल्टामा धेरै साथीहरू वेटर, बारटेन्डर, बारिस्तामा आउँछन् होइन? भाइ पनि अहिले यी कामहरू गर्दै आएको होइन भाइ? हजुर। के काम गर्छौ यहाँ? अहिले म सबै काम के म गर्छौ? पहिला बारिस्ता, चाहिँ बारटेन्डर सबै गर्छौ? सबसे पहिला म नेपालबाट आउँदाखेरि चाहिँ म यहाँ क्लिनरमा थिएँ। त्यसपछि म अब एउटा होटेलमा चेक गरेँ। अनि त्यो होटेलको नाम चाहिँ अहिले नलिहालेँ। त्यसमा चाहिँ म बारिस्ता आउँथेँ, तर मैले वेटरबाट स्टार्ट गरेँ। अनि बिस्तारै बिस्तारै त्यहाँ काम हेर्दै सिक्दै गर्दा गर्दा अहिले चाहिँ मैले सबै गरिदिन्छु। त्यति नै हो। त्यति अनि गाह्रो चाहिँ छैन, जस्तै अब अब बिस्तारै नेपालबाट सिकिन्छ। आउँदाखेरि कसरी आयो र यहाँ कतिको कमाइ हुन्छ? कमाइको विषयमा बताइदेऊ। कमाइ चाहिँ अब आफूमै भर पर्छ जस्तो लाग्छ मलाई चाहिँ है। अब कोही ठाउँमा अब धेरै हावर्स पाउँछ, अब यहाँ हावर्सले काम पाइन्छ हो कि त्यस्तै छ। घन्टाको हिसाबले काम पाउँछ, आवर्सको घन्टाको। हिसाबले है। र अब नर्मल्ली चाहिँ वेटर, बारटेन्डर, बारिस्ता गर्ने मान्छेले नर्मल्ली कति सेभ गर्न सक्छ एभरेजमा एभरेजमा अब सेभ गऱ्यो भने 1 लाख चाहिँ सेभ हुन्छ जसरी नि। है? अनि अब धेरै अब यहीँ अब खर्च गर्ने, अब पेसप सेसप हाल्ने त्यस्तो गऱ्यो भने चाहिँ अब बस्दैन त्यस्तो गरेर साथीहरू। पर्दैन। गाह्रो छ त्यस्तो गऱ्यो भने चाहिँ। अनि जस्तै अब आउने साथीहरूलाई कतिको गाह्रो छ त यहाँ? सजिलो छ कि छैन? अब सजिलै छ, म त त्यस्तो गाह्रो भन्दिनँ, सजिलै लाग्छ मलाई चाहिँ। अब मेन भनेको हामीले इङ्ग्लिस प्र्याक्टिस गर्नुपर्छ सबसे धेरै। अनि त्यही हो, अब इङ्ग्लिस र खाना जब ट्रेनिङहरू लिनु पर्यो। ट्रेनिङहरू अब अनि भाइलाई सुरुमा कतिको गाह्रो भएको थियो माल्टामा? के सुरुमा कुरा नयाँ च्यालेन्जिङ थियो? च्यालेन्जिङ त मेन त मलाई रुम पाउनै च्यालेन्जिङ भएको थियो यहाँ। रुम पाउन यहाँ गाह्रो छ। अब पाए पनि अब फेरि एजेन्ट यता उता भने अब नयाँ हुँदाखेरि चाहिँ अलिक कस्तो हो जस्तो लाग्छ, तर ठिकै हो त्यो पनि। अब नयाँ नयाँ आउने साथीलाई कतिको सङ्घर्ष छ यहाँ, जसको कोही पनि छैन, वर्किङ भिसामा आउँदै खोज्दैछन् है, कोही उहाँहरूलाई पनि छैन कतिको भने गाह्रो चाहिँ छ? अब हाम्रो मेरो दाइ हेर्नुहोस्, दाइ जस्तै मान्छेहरूको सपोर्ट सल्लाहहरू लिएर केही गऱ्यो भने चाहिँ सजिलै छ यहाँ। सजिलै छ है। नेपालीहरू टन्नै नेपालीहरू अनि छ। अब हामीले अहिले कुराहरू देखे गरेर। अनुसार चाहिँ धेरै साथीहरू चाहिँ धेरै जसो चाहिँ वेटर, बारिस्ता, बारटेन्डरमा आएको हामी देखेका छौँ। हजुर। दुबईदेखि, गल्फ कन्ट्रीदेखि, नेपालदेखि। र ती आउने भाइहरूले लाखौँ पैसा तिरेर आइरहेका छन्, 10 लाख 12 लाख तिरेर आइरहेका छन्। यस्ता भाइहरूलाई के भन्न चाहन्छ, कसरी आउँदा ठिक होला? त्यस्तोहरू भन्दा चाहिँ आफूले डाइरेक्ट एप्लाई गर्दा चाहिँ ठिक हुन्छ होला। अब पैसा त्यो अब पछि टेन्सन डाइरेक्ट कम्पनीको वेबसाइटमा गएर एप्लाई गर्दा ठिक हुन्छ। डाइरेक्ट त्यो चाहिँ ठिक हुन्छ होला मलाई लाग्छ होइन। अब त्यसरी गरे पनि हुन्छ, तर अब एजेन्टबाट गऱ्यो भने नि आउन चाहिँ मिल्यो। अब तपाईँले कस्तो सोचेको छ त्यहाँ हुन्छ नि, अब कोही मान्छेले अब सोध्छ। नेपालबाट आउने जति पनि साथीहरू आउँदै हुनुहुन्छ, भाइहरू आउँदै हुनुहुन्छ, उहाँहरू सबै कमाइको लागि हो र हजुर। बेटर करियरको लागि हो। र यी कामहरूमा चाहिँ लगभग 1 लाखको हाराहारीमा कमाइ हुन्छ होइन त भाइ? हुन 1 लाखभन्दा बढी नै हुन्छ। अब त्यो चाहिँ सेभिङ त्यति हुन्छ भनेको मैले चाहिँ। अब सेभिङ 1 लाख बचाएर अब रुम रेन्ट अलिक खाना खर्च गरेर अब अलिअलि आफ्नो कपडा क्लोदिङहरूको लागि खर्च भयो भने चाहिँ अलिक कमै हुन्छ, नत्र भने 1 लाख चाहिँ सजिलै बच्छ। सजिलै बच्छ। भनेपछि भाइले नेपालबाट आउँदा कति लागत लगाएर आयो र चाहिँ त्यो तिर्न सक्यो कि सकेन तिमीले वर्किङ भिसामा आउँदा? आएर मेरो फर्स्ट इयर चाहिँ मैले एकदम धमाधम काम गरेँ होइन। मैले हजुर सबै पैसा क्लियर गरेँ। हजुर। अनि अहिले चाहिँ मेरो ऋण सिन छैन। अहिले चाहिँ ऋण तिरेर सेफ साइड भयो भाइ? सेफ साइड भएर बसिरहेको छु अहिले चाहिँ। ठिक छ। कमाइ हुन्छ, ठिक्कको काम गर्छु। हजुर। जिउलाई मार्ने जस्तो पनि काम गरिरहेको छु अहिले चाहिँ। अनि र ठिकै भनेपछि छ अहिलेलाई। माल्टाको बसाइ भाइको अहिले राम्रै छ, सुखदै छ है? सुखदै छ।
अहँ, त्यस्तो दुःख छैन। अब धेरै कुराहरू सिक्न नि पाइन्छ यहाँ होइन। अँ। जस्तै अब तिमीले अहिले बारिस्ताहरू गर्दैछौ, तिमी पछि चाहिँ अब अर्कै काम गर्छु भने पाउँछौ होइन? पाइन्छ। अहँ, अब हामीले अब स्टडी अब हामी म जस्तै उमेरको साथीहरू हुन्छ, कसैलाई अब नेपालमा पढाइ कन्टिन्यू गरेन भने अब यहाँ आएर काम गर्दै पढ्न पनि भयो, त्यो अप्ठ्यारो हुँदैन। अब यहाँको एजुकेसन सिस्टम पनि राम्रो छ, विकली 2 दिन हुन्छ पढाइ। अब यदि कोही क्लास जोइन गर्न मन लाग्छ भने कोर्सहरू हुन्छ, त्यस्तो जोइन गऱ्यो भने हाम्रो पछि फ्युचर धेरै राम्रो गर्न मिल्छ। त्यही पनि अब युरोपतिर हुन्छ, अब आइटी सेक्टरको चाहिँ एकदम राम्रो रहेछ मैले बुझे अनुसार। अनि हामी जस्तो केटाहरू नि अब पहिला चाहिँ उस गर्नु, अब तर सानो सानो कोर्सहरू लिँदै गऱ्यो भने चाहिँ हुन्छ जस्तो लाग्छ। अब बिग फ्युचर हुन्छ नि त, अब ड्रिम भएको गाइजहरूलाई चाहिँ त्यही हुन्छ। त्यही त अब धेरै साथीहरू चाहिँ धेरै पैसा लोन लिएर माल्टा आउनुहुन्छ, लाखौँ पैसा कमाइन्छ भनेर, र 15 लाख 10 लाख 7 लाख 8 लाख है यी एजेन्ट अनुसार फरक पैसा हालेर आइरहेछ। उहाँहरूको चाहिँ मेन विशेष कन्सर्न चाहिँ कमाइ हुन्छै हुँदैन, बचाउन सकिन्छै सकिँदैन होइन, नेपाल फर्किन नपरोस् भन्ने धेरैको धारणा छ। मेन भनेको अब मेन्टल स्ट्रेस हुन्छ काममा होइन, त्यसलाई चाहिँ अब आफूले कन्ट्रोल गर्नु पर्यो। अब कमाइ त हुन्छ किन हुने, काम गरेपछि। अब युरो अहिले बढ्दै गछ नेपालको हिसाबमा, अनि 1 लाख त जसरी भन्छ 600ले 1 लाख पुग्छ भने चाहिँ अब हामीले नर्मली कमाइ हुने भनेको 1000 दिन कि माथि हो। अब कामै भएन भने 800 700 त्यति हुन्छ। अब 80-90 हजार बचाएर अरू खाना खर्च राखेर रेन्ट तिरेर पुग्छ। भनेपछि भाइले अब नेपालबाट आएको लोनहरू सबै क्लियर गरेर अहिले सेफ साइडमा बसेर माल्टाको लाइफ इन्जोय गरिरहेछौ। हजुर, रमाइलो लागिरहेछ। म चाहिँ अब केही नयाँ कुरा सिकौँ भनी तात्कालमै बसिरहन्छु जति बेला नि, त्यही भएर म धेरै अब नयाँ आउने साथीलाई के भन्न चाहन्छौ, के गर्दा ठिक होला, आउनुभन्दा अगाडि के व्यवस्थापन गर्नुपर्छ, रुमको बारेमा यी सबै के छन् बताइदिनु। आउनुभन्दा अगाडि अब त्यही हो, अब आफ्नो चिनजान गरेको मान्छे छ भने त रुम खोजिदिनु भने पहिल्यै। अनि माल्टा ट्रान्सपोर्ट कार्ड हुन्छ, त्यो चाहिँ नेपालमै हुँदा एप्लाई गर्नु मिल्छ, त्यो एप्लाई गरेर राख्नु भने त्यसपछि अब हाम्रो माल्टामा आइपुगेपछि तपाईँ अब कसैले कोही कम्पनीले काम दिन्छ, कोही कम्पनीले अब काम दिँदैन झ्याप्पै। त्यति बेला चाहिँ तपाईँसँग अब माल्टा ट्रान्सपोर्ट कार्ड भयो भने तपाईँ माल्टा घुम्न पायो। तपाईँ त्यो 3 महिना भरिमै माल्टा घुम्छु भने नि पायो। भनेपछि माल्टा आउने बित्तिकै काम नपाउन पनि सक्छ। नपाउनु मतलब अब आफ्नोमा भर पर्छ, कोहीले दिन्छ गर्दैन भन्ने हुन्छ कार्ड दिन। कोही कम्पनीले 2-3 महिना पनि राख्छ कार्ड नआउने बेला। 3 महिना चाहिँ धेरै जस्तो कम्पनीले राखेको देख्यो, तर अब त्यति बेलासम्म सर्भाइभ हुने पैसा ल्याउनु पर्यो। आफू त्यति बेलासम्म त अब 2000 युरो चाहिँ आफूसँगै एक्स्ट्रा ल्याउँदा चाहिँ ठिक हुन्छ। अब बच्यो भने अब हामीले त्यो युज गर्न पायो, अब बचेन भने चाहिँ अब हुन्छ नि त्यही चलाउने। त्यही चलाएर बस्न मिल्यो है। र माल्टाको जीवनशैली, यहाँको रहनसहन सबै राम्रो लाग्यो भाइलाई? एकदम राम्रो छ। त्यही अब विदेशी साथीहरू नि हुन्छ, नेपाली साथीहरू नि सबै त्यस्तै हुन्छ, सजिलो। नेपाल काठमाडौँ जस्तो छ भनौँ भने साथीहरू है। अनि माल्टा राम्रो भयो भने चाहिँ सबै राम्रो हुन्छ यहाँ पनि, त्यही भन्छु। त्यही त भाइबाट चाहिँ हामीले धेरै कुरा सिक्न सक्छौँ, र नेपालदेखि लोन गरेर आएर पनि अहिले यहाँ आएर माल्टा आएर सर्भाइभ गरेर आफ्नो चाहिँ करियर चाहिँ अघि बढाउँदै हुन्छ भाइले। यो कुरा सुन्न पाउँदा एकदमै खुसी लाग्यो, र भाइले चाहिँ आजको यो एकदम अमूल्य समय चाहिँ धेरै साथीहरूलाई एउटा प्रेरणा अथवा चाहिँ यसरी दुःख गरेर चाहिँ भाइले यहाँसम्म पुग्नु पनि ठुलो कुरा हो। र आजको समयको लागि भाइलाई धेरै धेरै धन्यवाद। केही अन्तिममा केही भन्न चाहन्छु भाइ? बी पोजिटिभ एन्ड जे गर्न चाहन्छ त्यो चाहिँ कन्टिन्यू गर्नुहोस्, त्यही भन्छु। धन्यवाद है भाइ, धन्यवाद।